एक समयको कुरा हो, थामी गाउँमा एक थामी परिवार बस्दथे। त्यो परिवारमा बाबु, आमा र उनीहरूको एक मात्र छोरा थिए। त्यो छोरा निकै जिज्ञासु, मेहनती र सधैँ नयाँ कुरा सिक्न चाहने स्वभावको थियो। तर उनीकै गरिब परिवारमा जन्मिएको हुनाले पढ्न जान सक्दैनथ्यो। एक दिन गाउँमा एउटा ठुलो दुःखद घटना भयो। गाउँको कुलदेवताको रिस परेको भन्दै अनिकाल सुरु भयो। गाउँका बुढापाकाहरूले भने, कसैले पवित्र यात्रा गरेर कुलदेवताको पूजा गर्नुपर्छ, अनि मात्र गाउँमा सुख शान्ति फर्कन्छ। त्यसपछि त्यो थामी छोरा अघि सर्दछ र भन्छ, म जान्छु ती देवीको पूजा गर्न। सबै अचम्मित हुन्छन्, गरिबको छोरो, जो सधैँ झुपडीमा हुर्किएको, कसरी यस्तो यात्रा गर्न सक्छ। तर उसले हिम्मत हार्दैन। यात्रा गर्दै ऊ हिमाल, खोला, जङ्गल पार गर्छ। बीचमा उसले विभिन्न परीक्षा पार गर्छ, भोक, प्यास, जनावरहरूको डर र लोभको परीक्षा। अन्ततः उसले कुलदेवताको थानसम्म पुगेर सच्चा मनले पूजा गर्छ। देवी उसमा प्रसन्न हुन्छ।